केटा हो 28 अगस्त 2026 नेपालीहरूको लागि एक खास डेट हो, किनकि यो डेटमा नेपाली फाइटर्स रविन्द्र धाँतको रोड टु यूएफसी को सेमिफाइनलमा न्युजिल्यान्डको कासिप मर्डकसँग फाइट हुँदैछ। आउनुहोस् यो भिडियोमा रविन्द्र धाँतको अपकमिङ फाइटको बारेमा डिटेल्स कुरा गरौँ। रविन्द्र धाँतको फाइट कसरी, कहिले र कहाँ हेर्न सकिन्छ? रविन्द्र धाँतको अपोनेन्ट कासिप मर्डकले फाइट भन्दा अगाडि नेपालको बायो आफ्नो प्रोफाइलमा अलरेडी राखिसकेका छन्। यो फाइटको डेट 28 अगस्त 2026 दिउँसो 3 बजेदेखि सुरु हुँदैछ र यो फाइट कुन च्यानलमा हेर्न सक्नुहुन्छ भनेपछि सोनी 10-2 च्यानलमा सबैले हेर्न सक्नुहुन्छ। एज अ कन्ट्री हाम्रो चाहना सबैको यो छ कि नेपाली फाइटर र इन्डियन फाइटर रोड टु यूएफसी को फाइनलमा जाओस् भनेर, र रविन्द्र धाँतलाई यो म्याचको लागि बेस्ट विशेष दिन नभुल्नुहोला।